हे गाइस व्हाट्सएप सबै कुरा ठिक होला। अहिले चाहिँ म ठ्याक्क छु तपाईलाई म के देखाउन जाँदैछु भन्दाखेरि अहिले चाहिँ ठ्याक्क बडापानीमा रहेको लाट उम्साउबाट भित्र एउटा रोयनम रिट्रिट गेस्ट हाउस छ जहाँ म स्टे गरेको थिएँ। अनि हाम्रै यहाँ एउटा दाइको गेस्ट हाउस हो त्यो चाहिँ, अनि विष्णुहरूको गेस्ट हाउसमा। अनि यहाँ कस्तो छ रोयनम रिट्रिट भनेर म तपाईँलाई देखाउन चाहन्छु। अनि यहाँ बस्नको लागि स्टे गर्नको लागिहरू छ, लबी छ, अनि यता मासतिर पनि रुमहरू छ पुरा, अनि उता माथि पनि कटेजहरू छ। अनि यहाँ रहेको छ तपाईँको पार्किङको सुविस्ताहरू पनि फुल सेफमा पार्किङहरूको लागि पुरै छ। हैन, अनि त्यसपछि यहाँ रहेको छ स्विमिङ पुल। म चाहिँ अहिले ट्याक्कै यो गेस्ट हाउसको टपमा आइसकेको छु हैन। अनि यहाँबाट जो भ्यू आउँछ मैले अघि देखाइसकेको छु, यति दामी छ नि। यो चाहिँ सबै टपमा चाहिँ स्विमिङ पुल बनाएको रहेछ। अनि यहाँ चाहिँ ज्याकुजी रहेछ। अनि त्यसपछि स्विमिङ पुलको इन्फिनिटी स्विमिङ पुल खालको छ क्या, त्यसपछि तल सबै सकिन्छ। अनि त्यहाँ बसेर त्यहाँको खोलाको भ्यूहरू, ड्यामको भ्यूहरू, यहाँबाट तल रुमहरू छ, पाइन ट्रीहरू छ फुली। अनि यति फुली नेचरभित्र हैन, चारैतिर रुखै रुख मात्रै छ कि, यहाँ अरू केही देखिन, चराचरीहरू छ, एकदम पिसफुल इन्भाइरोमेन्ट छ। तपाईँहरू आउनुहुन्छ रोयनम रिट्रिटमा चाहिँ जसरी पनि भए पनि भिजिट गरेर बस्नुहोस्। यहाँको यो लोकेसन, यहाँको इन्भाइरोमेन्टको मजा लिनुहोस्। यहाँको स्टाफहरू सबै एकदम यति फ्रेन्डली छ कि तपाईँलाई घरमा एकदम भयो जस्तो फिल हुन्छ, दाजुभाइ जस्तोहरू छन्। सर्भिस, यहाँको खानाहरू एकदम, यहाँको हेड सेफ हुनुहुन्छ हाम्रो कृष्ण दाई। अनि उहाँको हातको खाना यति मिठो छ कि जे भन्नुहुन्छ उहाँहरूले त्यही प्रिपेयर गरिदिइहाल्नुहुन्छ। यहाँ इन्स्टेन्ट खाना सबै रेडी बनिहाल्छ। अनि यहाँको लोकेसन अनि एकदम नेचर, फुली नेचर कि। म आएर 1 हप्ता बसेँ, यहाँ स्टे गरेँ, अनि एकदम मजा लाग्यो होइन। म फेरि पनि आउँदा फेरि भिजिट गर्छु, अनि यहीँ बस्न चाहन्छु म चाहिँ फेरि पनि कि। रोयनम रिट्रिट तपाईँको ठ्याक्कै उम्साउ पोइन्टबाट भित्र आइसकेपछि मेक माई ट्रिपमा पनि बुक गर्न सक्नुहुन्छ, अनलाइनमा पनि सर्च गर्न सक्नुहुन्छ। रोयनम रिट्रिट गेस्ट हाउस भनेर छ। यहाँ आउनुहोस्, भिजिट गर्नुहोस्, बस्नुहोस्, एकदम इजी, कम्फर्टेबल, यति एफोर्डेबल प्राइसमा। अनि यति एफोर्डेबल र कम्फर्टेबल भन्यो कि सबैभन्दा मेन चाहिँ कम्फर्ट, यहाँको एरिया, लोकेसन, अनि यहाँको स्टाफ, सबै कुराहरूले गर्दाखेरि एकदम दामी छ। भ्यू त मैले तपाईँलाई देखाइसकेँ अघि नै होइन। यहाँको चाहिँ अब यो लास्टमा रहेको स्विमिङ पुल भयो, अनि यसको चाहिँ इन्फिनिटी स्विमिङ पुल खालको छ। यहाँको तलको खोलाको बडापानीको भ्यूहरू छ, एकदम बवाल छ। अहिले चाहिँ एकदम यो डिसेम्बरको टाइम चिसो भएर स्विमिङ पुलमा त्यति खासै मान्छेहरू पनि हुन्न। अनि जसले यहाँ रुम बुक गर्छ त्यसको लागि मात्रै स्विमिङ पुल फ्री हो, नत्र भने यहाँ स्विमिङ पुलमा एलाउड छैन। रुम बुक गरेपछि स्विमिङ पुल चाहिँ यहाँ फ्री हो। अहिले चिसो मौसम छ, त्यति खासै स्विमिङ गर्न मन लाग्दैन, तर पनि आउनुहोस्। दिउँसो चाहिँ एकदम गर्मी भएको बेलामा होइन मजा आउँछ कि मजा आउँछ। यहाँ रुमहरू त मैले अघि तपाईँलाई देखाइसकेँ। यहाँ रुमहरू चाहिँ यहाँ तल छ, स्विमिङ पुल जस्तो सकिन्छ। अनि यहाँ तल चाहिँ रुमहरू छ, सबै यो कटेज हाउसहरू हो। अनि सिङ्गल रुमहरू छ एकदम हो। यहाँ सबै रुमहरू छ। अनि यो बाटोबाट तलबाट आएको, म अघि आएको बाटो। अनि यसको तलहरू पनि अघि मैले टेन्ट हाउसहरू देखाएको थिएँ, टेन्ट हाउसहरू, कटेज हाउसहरू छ। अनि एकदम बवाल छ यहाँको सिन, भ्यू होइन।